हेलो नमस्ते दर्शक महानुभावहरू मैले चाहिँ पार्ट 2 तपाईहरुको लागि चाहिँ ल्याइसकेको छु। विदेश वा स्वदेशमा फरर अंग्रेजी भाषा हामी चाहिँ विदेशमा भए पनि स्वदेशमा भए पनि सबैको लागि चाहिँ मैले पार्ट 2 तयार गरेको छु र विशेष गरेर सिंगुलर नम्बर भनेको के हो र प्लुरल भनेको के हो भन्ने कुरा चाहिँ मैले देखाएको छु। इक्जाम्पल सहित मैले यहाँनेरि तपाईहरुको लागि चाहिँ मैले बनाएको छु। तपाईहरुले चाहिँ एउटा कापी र एउटा कलम लिएर मजालेसँगले प्र्याक्टिस गर्नुभयो भने फररर 2-3 महिनामै तपाईहरुले अंग्रेजी लेख्न र बोल्न सक्नुहुनेछ। मैले एकदमै सरल तरिकाले यहाँनेरि तयार गरिदिएको छु तपाईहरुको लागि। विशेष गरेर यो बेसिक लेभलबाट नै सुरु गरिएको कारणले गर्दा पनि तपाईहरुलाई चाहिँ केही सहयोग मिल्ला जस्तो लाग्छ मलाई। अंग्रेजी भाषा भनेको अत्यन्तै महत्त्वपूर्ण हुन्छ र अंग्रेजी भाषा भयो भने चाहिँ हामीले देश तथा विदेशमा अथवा स्कुल कलेजहरुमा पनि काम लाग्छ र हामीले चाहिँ सानो सानो चीजबाट नै जानिराख्यो भने चाहिँ राम्रो हुन्छ। म तपाईहरुलाई चाहिँ अहिले यसरी सेन्टेन्सहरु पनि इक्जाम्पल दिएर सेन्टेन्सहरु पनि तपाईहरुलाई चाहिँ नि देखाइरहेको छु जुन स्क्रिनमा छ यहाँनेरि हैन। अनि म तपाईहरुलाई मिनिङहरु पनि एकदमै उपयोगी मिनिङहरु पनि तपाईहरुलाई चाहिँ पस्काउँदै लानेछु। पार्ट 1 मा मैले स्टार्टिङ गरेको छु र पार्ट 2 को जुन यो छ अब यो पछाडी पनि म तपाईहरुलाई बीच-बीचमा चाहिँ मिनिङहरु पनि राम्रो राम्रो उपयोगीहरु चाहिँ तपाईहरुलाई दिँदै लानेछु र ग्रामरहरु क्रमशः कुन चाहिँ उपयुक्त हुन्छ उपयोगी हुन्छ कसरी चाहिँ भाषा पोख्त गरिन्छ अंग्रेजी भाषा चाहिँ पोख्त भइन्छ भन्ने सवालमा मेरो लामो अनुभव छ यो अंग्रेजी भाषामा। त्यो भएर पनि म तपाईहरुलाई चाहिँ क्रमशः बेसिक लेभलबाट नै तपाईहरुलाई भिडियो बनाएर चाहिँ देखाउँदै लानेछु। कृपया तपाईहरुले चाहिँ यो भिडियो हेरेर लाइक सब्स्क्राइब पनि गर्नुहोला र म तपाईहरुलाई यसरी नै एकदमै मेहनत गरेर उपयोगी मूलक तपाईहरुलाई चाहिँ नि अंग्रेजी भाषा सिकाउँदै लानेछु। र अहिले मैले यहाँनेरि सिंगुलर प्लुरलको एकदम इक्जाम्पल दिएर चाहिँ यहाँनेरि मैले भिडियो बनाएको छु। तपाईहरुले अझै पनि तपाईहरुले चाहिँ कमेन्टहरु गर्नुहोला कुनको अभाव छ तपाईहरुलाई समस्या छ त्यो पनि मेन्सन गर्नुहोला कमेन्ट सेक्सनमा। म त्यसको तपाईहरुको सुझाव सल्लाह तपाईहरुको कमेन्टबाट पनि म बनाउने छु। धन्यवाद।